खायो वेदर पनि आज एकदमै राम्रो छ लु हामी बिस्तारै बिस्तारै घुम्दैछौँ हैन अब के देख्छहरूलाई बिस्तारै बिस्तारै भिडियोमा देखाउँदै जान्छु ल के जान्छु भालेको त्यसलाई म दिन्छ होला हेरेर पैसा दिन्छ होला भाइ है आज हजुरलाई चाहिँ यहाँ बोटानिकल गार्डनमा भएको माछाहरू देखाउनु चाहन्छु अब पाउँदैन होइन हेर्न पाउँछ चाहिँ हामी एज अ कपल हुन्छ नि सन्डे घुम्नु आएको छु अनि आज चाहिँ अब त्यस्तो हुन्छ नि फिसिङ फिसिङ नगर्ने आज चाहिँ यति हेर्ने मात्र हेरेर इन्जोय गर्ने ल गाइस यहाँ चाहिँ अरेन्ज माछाको सङ्ख्या एकदम धेरै छ कालो कालो माछाहरू पनि छ क्याटफिसहरू पनि छ र धेरै जस्तो माछा भनेर चाहिँ यो पहिलो पहिलो माछाहरू छ ल समय नजिकबाट देखाइदिउँ न हेर्नु गाइस यो पहिलो पहिलो माछाहरूको चाहिँ टाउकोमा यो डल्लो चाहिँ सबैको हुँदो रहेछ हौ यो डल्लो के हो भन्ने चाहिँ मलाई थाहा छैन होइन ट्युमर स्युमर पनि हुनसक्छ क्यान्सर सेन्सर पनि हुनसक्छ होइन केही नभएको अब यिनीहरूको त दिमागै धेरै भएको पनि हुनसक्छ होइन अब यो माछाहरू चाहिँ अब माछाहरूमा अब हुन्छ नि डक्टर साइन्टिस्ट अलि धेरै दिमाग भएको माछाहरू पनि हुनसक्छ होइन यिनीहरू चाहिँ अब यहाँ यस्तो अरू मान्छेहरू आएर हुन्छ के देलाएर खाम्ला भन्ने आशमा बसिरहेको हुन्छ अनि हजुरले देख्न सक्दै सक्दैन यहाँ क्याटफिस यस्तरी लुकेर बसिरहेको हुन्छ यो चाहिँ आर्मर्ड यसको चाहिँ छाला चाहिँ एकदम साह्रो हुन्छ ए गयो ल यो आर्मर्ड क्याटफिस पनि जति नै छ लुकेर बसिरहेको छ भित्रभित्र हेऱ्यो भने चाहिँ जति नै देखिन्छ यो चोरहरू खै खै कहाँ छ ऊ यहाँ कालोहरूले चाहिँ हुन्छ नि अब हुन चाहिँ यहाँ ग्याङ ओरेन्जको धेरै छ कि तर हुन चाहिँ कालो भनेपछि हुन्छ नि यस्ताहरूलाई त दिइहाल्छ अनि कालो माछा चाहिँ यो पहिलो पहिलोहरूलाई चाहिँ हेप्दो पो रहेछ यिनीहरू खुब धेरै खाएर हल्लिनै नसक्ने भएको छ यो पहिलो माछाहरू चाहिँ अनि कालो माछाहरू चाहिँ अलिक बढी फुर्तिलो हुन्छ नि है हेर्दै कस्तो माछा हो यो टाउकोमा ट्युमर भएको माछा ल यस्तो डल्लो माछा नि हुन्छ के भएको यस्तो ल फुटले त्यो हुन्छ दिमागै बाहिर निस्किन थाले जस्तो कि यिनीहरूको टाउकोमा चाहिँ पेट हुन्छ क्या धेरै खाएर त्यो पेट फुले जस्तो पो टाउको फुलेछ त ओ त्यो माछाको त के हो गल्फको बलै अड्क्यो क्या खाँदाखेरि टाउकोतिर गयो जस्तो यहाँ चाहिँ यसरी डगहरू पनि यसरी उड्दो रहेछ हो वाउ यस्तो मजाले उड्ने है ल सेफ ल्यान्डिङ पनि गऱ्यो ल गाइस आजको दिन चाहिँ अब हाम्रो यत्तिकै हेर्ने बस्ने माछाहरूलाई छोप्नु ट्राई गरौँ क्या हो फेरि यहाँ अलिक रुल रेगुलेसन थाहा छैन मलाई फिजिटेसन गर्नु पाउँदैन भन्छ डर लाग्छ हौ नत्र त यस्तो यो लुते माछाहरू त म हातले समातिदिन्छु होला हौ कान्छी खिच्देऊ त यसो यो यिनीहरूलाई पुस गर्नु पऱ्यो है खानु पा माछा हेर्नु क्या यो पात हुन्छ नि पात फाल्दाखेरि पनि डराउँदैन मान्छे हुत्तै यहीँ आउँछ ए आयो 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 ल यस्तरी बेसी हाल्नुपर्छ झ्याम्मै खान आउँछ ल खा ऊ आयो डरै डरै आउँदो रहेछ ल खा ऊ कतिलाई ऊ उनीहरूलाई होइन त डाँट छ नि डाँटले फाल्छ होइन डाँट खान आउँछ है बात हाल्छु ल आउँछ हेर्नु आयो आयो काठ पनि खान आउँयो
आयो आयो यसो खोपडी थिचिदिउँ क्या यताबाट आउँदैछ फेरि अर्को लट आउँदैछ औलाहरूले पनि आउँछ होला है ट्राई गर्नु गाइदिनु औलाहरूले आउँदो रहेछ ल औलै खाइदिनु ल कति नजिक आएको यो माछा खायो भने त हामीलाई क्यान्सर लाग्छ होला है हामी यो लेकको वरिपरि घुमिरह हो कान्छी के हेरेर हो के गरेर के फल्दो रहेछ हौ कान्छी के हो यस्तो ल रुख घिरौला नि रुखमा फल्छ हो ल घिरौला रुखमा फल्न थाल्यो भने त अनि ल आँप्छ अनि झालसालमा फल्छ कि क्या हो ल